सानो बैंकबाट सुरु भएको आज विशाल नेटवर्क बनाएको कुमारी बैंकमा लगानी गर्ने कि नगर्ने आजको भिडियोमा चाहिँ मजाले बुझ्नेछौं। विक्रम सम्वत 2057 सालबाट सुरु भएको कुमारी बैंकले चाहिँ नेपाल र नेपालीलाई विगत 25 वर्षदेखि सेवा सुविधा दिँदै आइरहेको छ। बैंकहरू बीच नचाहिने धेरै कम्पिटिसन बढेपछि नेपाल राष्ट्र बैंकको मर्जर नीतिपछि कुमारी बैंकले चाहिँ विक्रम सम्वत 2079 सालमा एनसीसी बैंक नेपाल क्रेडिट एन्ड कमर्स बैंकसँग मर्ज भएर एकीकृत कारोबार गर्यो। कुमारी बैंकको नेपालभर 297 शाखाहरू छन्। कुनै समय शाखा खोल्नुलाई चाहिँ एकदमै राम्रो व्यवसाय विस्तार भइरहेको जसरी लिन्थ्यो, तर त्यही कुरा अहिले बैंकको लागि चाहिँ गलाको पासो बनेको छ। धेरै शाखा संख्याले बैंकको खर्च अत्याधिक बढेको छ। त्यसैले हालसालै बैंकले चाहिँ आफ्नो नजिक खोलिएको शाखाहरूलाई चाहिँ मर्ज गरेर शाखा संख्या चाहिँ घटाइरहेको छ, जुन एकदमै राम्रो कुरा हो। कुमारी बैंकको नेपालभर 315 एटीएम र 46 वटा चाहिँ एक्सटेन्सन काउन्टर रहेको छ। कुमारी बैंकको कुल 26.2 करोड शेयर संख्या छ। कुमारी बैंक चाहिँ एकदमै हाई क्याप कम्पनी हो। यस्तो कम्पनीमा चाहिँ रिस्क थोरै हुन्छ र उछाल पनि कम नै हुन्छ। कम्पनीको कुल शेयरको 51% चाहिँ प्रोमोटरसँग र बाँकी 49% चाहिँ पब्लिकसँग छ। कर्जा प्रवाह गरेर कमाएको ब्याज नै बैंकको लागि चाहिँ आम्दानी हो। 2077 सालमा 507 करोड र 2078 सालमा चाहिँ 621 करोड बैंकले चाहिँ आम्दानी गरेको थियो। 2079 सालमा बैंकको आम्दानी चाहिँ 1106 करोड पुगेको छ। यो बढेको आम्दानी बैंकको ग्रोथबाट नभई मर्जर पछि भएको हो। मर्जर पछि पनि बैंकको आम्दानी चाहिँ स्टेबल नै छ। 2081 सालमा चाहिँ थोरै बढेर बैंकले चाहिँ 1162 करोडको आम्दानी गरेको थियो। कुमारी बैंक लिमिटेड केबीएल को आम्दानी बढे पनि केबीएल को ईपीएस चाहिँ मर्जर पछि नमिठोसँग घटेको छ। 2080 सालमा झन्नै शून्य भइसकेको ईपीएस 2081 सालमा चाहिँ केबीएल को ईपीएस 7 पुगेको छ। केबीएल को शेयर मूल्य 2077 सालको बुलमा चाहिँ 380 सम्म पुगेको थियो, तर नेपालको अर्थतन्त्रमा आएको मन्दी मर्जर पछि एडजस्ट हुन समय लाग्दा कुमारी बैंकको ईपीएस र शेयर मूल्य दुवै चाहिँ नमज्जाले घट्यो। पछिल्लो 4 वर्षमा केबीएल को मूल्य 155 देखि 200 को बीचमा चाहिँ झुलिरहेको छ। सेफ लो रिस्क भनेर 5 वर्ष अगाडि 350-60 को आसपासमा कुमारी बैंकमा लगानी गर्ने लगानीकर्ताहरू त अहिले कोमामा पुगिसके होलान्। केबीएल भन्ने बित्तिकै रिस उठिहाल्ने हुन्छ, तर पनि यस्तो नराम्रो समय चाहिँ बैंकको लागि सधैँ नबस्ला। महँगोमा किनेर गल्ती गर्नु भए पनि बैंकको मूल्य सस्तो हुँदा किनेर एभरेजिङ गर्नु चाहिँ राम्रो विकल्प हुन सक्छ। अहिले केबीएल को मूल्य चाहिँ 240 को आसपासमा चलिरहेको छ। यसरी ईपीएस शेयर मूल्य घट्नु पछाडिको मुख्य कारण चाहिँ केबीएल को बढेको खराब कर्जा हो। केही वर्ष यता सबै नेपाली बैंकहरूको खराब कर्जा बढेको छ। कुमारी बैंकको त झनै अत्याधिक रूपमा खराब कर्जा बढेर झन्डै 7% को आसपासमा पुगेको छ। यो एकदमै धेरै हो। यसले बैंकले दिएको 100 रुपैयाँको कर्जामा चाहिँ 7 रुपैयाँ फिर्ता नआएको देखाउँछ। खराब कर्जा बढेपछि बैंकले आफ्नो नाफाको केही भाग चाहिँ प्रोभिजनिङ गर्नुपर्छ। त्यसैले खराब कर्जाले बैंकको नाफा ईपीएस वात्तै घटाइदिन्छ। कुमारी बैंकले 2078 सालमा चाहिँ 6% को बोनस र 2.6% को क्याश लाभांश, 2079 सालमा चाहिँ 12.5% को क्याश लाभांश आफ्नो लगानीकर्ताहरूलाई चाहिँ बाँडेको थियो। तर पछिल्लो 3 वर्षमा केबीएल बैंकको लगानीकर्ताहरूले लाभांश हैन आलु खाएर बस्नु परेको छ। कमर्सियल बैंकहरू मध्ये कुमारी बैंक केबीएल चाहिँ ठिकठाक एभरेज बैंकहरूमा चाहिँ पर्छ। अहिलेको मूल्यमा चाहिँ केबीएल किन्नु पनि राम्रै मान्न सक्छौं, तर यही मूल्यमा चाहिँ अरु राम्रा बैंकहरू जसले चाहिँ लगातार लाभांश दिएको, खराब कर्जा पनि कम भएको बैंकहरू पनि छन् होला। तिनीहरू खोजेर पनि लगानी गर्न सक्नुहुन्छ। आगामी दिनमा कुन कम्पनीको विश्लेषण गरौँ कमेन्ट गरिदिनु होला। स्मार्ट लगानीलाई लाइक र सब्स्क्राइब गरेर माया गरिदिनु भएकोमा धन्यवाद।